ओके, आजको सर्ट भिडियो भन्दा पनि लङ भिडियो बनाम। 8-10 मिनटको भिडियो हुन्छ, सो पुरा भिडियो हेरिदिनु होला। म यहीँ गर्छु। सो 3-3 सेट 15-15 10-10 भन्दाखेरि कतिपयले त त्यो भिडियोको लागि मात्रै हो भन्ने गर्छन्। त्यसैले पुरा भिडियो म बनाउने छु, लास्टसम्म बनिरहनु, फुल भिडियो हेर्नु होला। सो कति सेट म कति गर्छु। सो जम्पिङ ज्याकहरू, हाई निक जस्तै फ्याट लसको लागि म यहाँ गर्छु। सो पुरा भिडियो हेरिदिनु होला। ब्लग कस्तो हुन्छ तपाईहरु पनि स्टार्ट गर्नु होला मर्निङ वाक। सो सुरु गरौँ। जम्पिङ ज्याक म सुरुमा गर्छु। तो 30-30 को 3 रेड, 30-30 को 3 सेट हानौँ है त। 30-30 को 3 सेट हानेपछि कति हुन्छ त? कति हुन्छ भनेपछि 90 हुन्छ। 90 तो सुरुमा त 80 को उभिने सीधा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 भयो। बिगिनर यानी कि नयाँ मान्छेले 50-50 त हान्नै पर्छ, गर्नै पर्छ है। सो तुरुन्तै मिनिमम 30 सेकेन्डको रेस्ट या त 15 सेकेन्डको रेस्ट हुनुपर्छ। सो ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 15 सेकेन्डको रेस्ट, त्यसपछि 30 तुरुन्तै 30 त्यहाँ 90। तो सुरु गरौँ। तो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। सो 90 कंप्लीट। तो 90 कंप्लीट। तो हाई नेक जम्प कसरी गरिन्छ त हेर्नु है त। हात त यतिकै रहनु पर्यो है। यसको पनि 3 सेट 30-30 को लगाऊँ है त। 1 2 3 4 6 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 1 2 3 4 5 6 9 10 11 12 13 14 15 यसरी यसको 50 सेट हान्दा पनि खूब राम्रो हुन्छ। फेरि 7 तो यसरी नै कम्प्लिट गर्नु है त आफ्नो एक्सरसाइज। र तीसरा एक्सरसाइज हुन्छ यो। यसको पनि 3 सेटै गरौँ है त। 3 सेट जसमध्ये यो हात यस्तो रहन्छ,
यो खुट्टाले यता, यो खुट्टाले यता। तो फास्ट 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 फास्ट। यो तो जसले पनि भन्छ नि त मोटो छस्, त मोटो छस् यार, के एक्सर्साइज गर्छस्? तो आइज आइज गर्न मसँग, आइज बाबु। आफ्नो शरीरलाई कसरी चाहिँ पावरमा राख्ने म बताउँछु, आइज। 1 2 3 4 5 6 7 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30। तो 3 त भयो, 2 त भयो नै, अब एउटा। एक 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 21 22 23 यसरी गर्नुहोस्, धेरै नै मजा आउँछ। आफ्नो पास डम्बल छैन, बारबल छैन, बारबलको लागि प्लेट छैन, सो नो इक्विपमेन्ट, कम अन कम अन। बिगिनरलाई एक्सर्साइज गर्न चाहिँ गाह्रै हुन्छ, सो पुरा छोप्नको लागि चाहिँ छैन, लट्किँदाखेरि गाह्रो हुन्छ, दुख्छ हात। तो अब यसको बदला के गरौँ त? गरौँ है त अर्को एक्सर्साइज, कमन। त्यसको बदला यो गरे पनि हुन्छ, एकदमै धेरै चाँडै रिजल्ट दिन्छ। जसमध्ये यो बोसो छ नि, बोसो त्यो धेरै चाँडै काट्दिन्छ। खानामा पनि कन्ट्रोल हुनुपर्छ, सो त्यसको बदला यो गरौँ है त। त्यसको बदला यो 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 सीधा रहने, सीधा फिर सीधा, सीधा फिर सीधा। यो यसको पनि 3 सेट 15-15 रिपिटेसनको है। तो पसिना देख्नु भएको छ, पसिना झर्न पर्छ। अझ धेरै एनर्जी छ भने त 15 सेकेन्डको मात्र रेस्ट लिँदा हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। वेट लसको लागि कार्डियो गरेर मात्रै हुन्न, वेट ट्रेनिङ पनि गर्नुपर्छ।
वेट ट्रेनिङ कसरी गर्ने त हेर्नुहोस्, आउनुहोस्। एउटा ढुङ्गा लिनु पो, त्यो कहाँ दाम राख्नु पो, खुट्टा यतिको हुनु पर्यो। अनि यो 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 यसको पनि 3 सेटै हान्ने हो। 3 सेट नभए 4 सेट, 10 देखि 12 15 जति सकिन्छ। तर फेरि यो पनि तगडा भन्छ नि, हेर्नु भा। दो 3 4 5 6 7 8 9 10 3 सेट हान्ने हो। भिडियो धेरै लामो हुन जान्छ, त्यही भएर म अब 2 सेट मात्रै हान्छु। अर्को के हुन्छ भनेपछि यो ढुङ्गा लिनु भयो। अब यो गर्नु, शरीर सिधा राख्नु, गौटो पर्नु, फेरि सिधा हुनु, फेरि यो यहाँ, फेरि यो, फेरि यो यहाँ, फेरि यो, फेरि यो, फेरि यति नै। सपोर्ट गरिदिनु यार, साथ दिनु, किनकि यो मेहनत नर्मल मेहनत होइन हजुर। यो मेरो लागि मात्र होइन, तपाईको लागि पनि हो। यो भिडियोदेखि सिक त मिलेको होला हजुर, याद राख्नु। थ्याङ्क यू।